अहिले नेपालको हट टपिक हो डाइरेक्टली इलेक्टेड प्राइम मिनिस्टर। यसको पक्षमा धेरै युवाहरू खास गरी जेनजी जेनेरेसनहरू उभिएका छन्। तर डाइरेक्टली इलेक्टेड प्राइम मिनिस्टरको माग भइरहँदा यो सिस्टमलाई एडप्ट गर्नुपर्ने आधारहरू के छन् त? सुरुमा त यो कुराको स्टडी हुन जरुरी छ। कुनै पनि सिस्टम छान्नु अघि इन्टरनेशनल प्र्याक्टिस के कस्तो छ पनि बुझ्नुपर्छ। त्यसैले सुरुमा हेरौँ संसारका कुन कुन देशले डाइरेक्ट इलेक्सन मार्फत आफ्नो प्राइम मिनिस्टर छान्ने गर्छन्। अनफर्चुनेटली संसारमा कुनै पनि देश छैन जसले डाइरेक्ट इलेक्सनबाट आफ्नो प्राइम मिनिस्टर छान्छ। वर्ल्ड हिस्ट्रीमा इजरायल मात्रै त्यो देश हो जसले यो सिस्टम छोटो समयको लागि प्रयोग गरेको थियो। पार्लियामेन्टबाट प्राइम मिनिस्टर छान्ने व्यवस्थाले इन्स्टेबिलिटी निम्त्याएको भन्दै 1996 देखि 2001 सम्म इजरायलले डाइरेक्ट इलेक्सन मार्फत प्राइम मिनिस्टर छानेको रहेछ। तर 6 वर्षमा 3 पटक सरकार ढलेर झनै इन्स्टेबिलिटी बढेपछि पुरानै पार्लियामेन्टबाट प्राइम मिनिस्टर छान्ने सिस्टममा फर्किएको पनि रहेछ। सो डाइरेक्टली इलेक्टेड प्राइम मिनिस्टर भनेको संसारमै नभएको सिस्टम हो। कुनै बेला टेस्ट गरेर फेल पनि भएको सिस्टम हो र यो हाम्रो देशको लागि सुइटेबल छ कि छैन यसमा बृहत बहस हुन जरुरी छ। नबुझी नयाँ सिस्टमलाई एडप्ट गर्दा एक त इन्टरनेशनल कम्युनिटीहरू हाँस्ने छन्, अर्को भनेको यसले सोलुसन दिने नभएर अर्को प्रब्लम क्रिएट गर्ने पोसिबिलिटी पनि धेरै हुन्छ।